हेलो वेलकम ब्याक इन मेरो च्यानल साथीहरु। आज धेरै दिनपछि आज यहाँ मेरो भित्र मरेको छ बच्चा भिडियो अपलोड गर्न खोजिरहेको छु। आज चाहिँ अलिक पृथक भिडियो रहेको छ। यो देखिरहेको छ यो बाख्राले चाहिँ बच्चा जन्माउन नसकेर अब भेटनरी डाक्टर बोलाएर चाहिँ बच्चा चाहिँ अब तानेर निकाल्न खोजिरहेका छौं। यो बाख्रालाई निकै कष्ट भएको थियो। अब मान्छे हो भने चाहिँ निकै धेरै खर्च लाग्थ्यो, तर पनि बाख्रा अथवा जो जीवजन्तु भए पनि माया लाग्छ, पालेको जीवजनावर हो। त्यसैले यसलाई पनि अब बचाउँ र बच्चालाई जस्तो सुकै अवस्थामा निकालेर चाहिँ बाख्रा फालौँ भन्ने हिसाबले हामीले यहाँ देखिरहेका छौँ। भेटनरी डाक्टर साहबलाई चाहिँ बोलाएर यहाँ तान्न खोजिरहेका छौँ। यहाँ निकै पीडा भएको छ बाख्रालाई पीडा भएको छ। बिचरा बाख्रा 2 घण्टा पछि मात्र निस्क्यो नि। भेटनरी डाक्टर आएर यहाँ उपचार हुँदैछ र यहाँ निकै कष्ट देखिन्छ। भित्र बाख्राको चाहिँ बच्चा मरेको स्थितिमा बच्चा चाहिँ उल्टो फर्केर बसेको अथवा टाउको र खुट्टा एकैचोटि चाहिँ पाठेघरबाट निस्केको भन्ने कुराले गर्दाखेरि गाह्रो भइरहेको छ र तान्नमा पनि निकै अप्ठ्यारो महसुस भइरहेको छ र बच्चालाई भित्र पठाउँदै फेरि बाहिर कन्डिसनमा निकालेर मात्रै यहाँ तानेर झिक्ने खुट्टा 2टा खुट्टा देखिन्छन् तर पनि छैन। भित्रबाट सजिलै तान्न पनि सकिरहेको छैन यहाँनिर र गाह्रो छ। यहाँ बाख्रालाई निकै कष्टपूर्ण स्थितिमा देखिन्छ। पाठेघर लामो 3 दिनपछि झर्छ, 1-2 दिनमा यो उसको साथी। अब केही छिनमा भने बाख्राको बच्चा चाहिँ अब डाक्टर साहबले बाहिर निकाल्नुहुन्छ र हामी देख्नेछौँ र तपाईँहरूलाई पनि देखाउनेछु। अहिलेको स्थितिमा चाहिँ यो जमाना पनि भनौँ अथवा यो विभिन्न औषधिहरूले गर्दा होस्, अन्तिममा चाहिँ बाख्राको बच्चा निस्क्यो र अन्तिममा बच्चा निस्किएको छ। हैन यो पर्फेक्ट अब हुन्छ नि त। कहाँ यो प्रकृतिले आफै बचाउँछ क्या यस्तो। र पाठाको साथी बच्चा निक्ल्यो नि त बाहिर निकाल्नु भन्दा पनि यसलाई त्यतिकै राखौँ।